नमस्ते सेवारो, महेन्द्र लिम्बू। अस्ति मैले जति सुँगुर चारो काट्ने एउटा मेसिन लगाएको थिएँ सबैले हेरिदिनु भयो र लाइक कमेन्ट गर्नुभयो, त्यसमा धेरै धेरै धन्यवाद है। अझै पनि मेरो भिडियो फुल हेर्नु होला। मैले आज त्यो चारो काट्ने मेसिन कसरी बनाउने भन्ने बारेमा मैले यहाँ थोरै लगाउँदैछु। यसरी एउटा बाल्टीको बिर्कोमा यसरी प्लाई मजाले मिलाएर ठोक्ने, अनि यो भागमा ग्राइन्डरबाट हो। यो चाहिँ पहिले मैले ड्रिल मेसिनबाट बनाएको थिएँ। अनि यो चाहिँ अब ग्राइन्डर चाहिँ कसरी फिट गर्ने भन्दाखेरि ठ्याक्कै यो यस्तो छ। यसलाई यसरी राखेर यहाँबाट नट कस्ने हो। यसलाई चाहिँ एकदम मिलाएर यसरी टाइट भयो। यो चाहिँ ग्राइन्डर हो हैन। अब यतापट्टि चाहिँ यो ब्लेड यस्तो हुन्छ। यो ब्लेड चाहिँ यस्तो हुन्छ। यो ब्लेडलाई अब यहाँ मिलाएर यहाँ राख्ने। यो यसरी रेडी भयो। यस्तो हुन्छ। यो ब्लेड चाहिँ अब जुन के को बनाइन्छ भन्दाखेरि यस्तो यसलाई काट्ने हो।